गाउँमा एउटा बुढी आमा बस्नुहुन्थ्यो। उहाँको एउटा ठुलो कुखुराको भाले थियो। एउटा अनौठो कुरा कुखुरा आमासँग कुरा गर्ने गर्थ्यो। कुखुराको भाले सधैँ आमासँगै रहन्थ्यो। भान्सामा खेतमा कामहरू गर्दा बुढी आमासँग गफ गर्ने गर्थ्यो। एक दिन बुढी आमा र भाले बजार गएको बेला ठुलो आँधीबेहरी र मुसुलधारे पानी पर्न थाल्छ। त्यसै बेला आमाको भाले हराउँछ। आमाले सबै ठाउँ खोज्नुहुन्छ र भालेलाई बोलाउनुहुन्छ, तर कतै पनि भेट्नु हुँदैन। अन्ततः उहाँ निराश भएर घर फर्किनुहुन्छ। भोलिपल्ट बिहान कुखुराको भाले घर आउँछ। उसँग एउटा ठुलो सुनको अन्डा पनि थियो। आमा भालेलाई देखेर खुसी हुनुहुन्छ भने सुनको अन्डालाई देखेर दङ्ग पर्नुहुन्छ। त्यही पनि तपाईहरूले बुढी आमाको भिडियोलाई लाइक नै गर्नु भएन।